आज दिनभरि च्यापच्याप्ती आइरहेको समाचार, जसमा गृहमन्त्री सुदन गुरुङ 26 दिन नबित्दै राजीनामा दिएका छन् र एक्सन ओरिएन्टेड गृहमन्त्री सुदन गुरुङ यो राजीनामा आफ्नो नैतिकताको हितमा दिएका छन्। र यसको मुख्य कारण बिचौलिया दीपक भट्ट सँगको कम्पनी स्टार माइक्रो इन्सुरेन्सेस र लिबर्टी माइक्रोमा सुदन गुरुङको 12,500 र 12,500 किता रहेको देखिन्छ। किनकि सुदन गुरुङले जतिखेर सम्पत्ति विवरण बुझाएको थियो त्यतिखेर सुदन गुरुङले यो किता सम्बन्धी केही पनि विवरण देखाएको थिएन। अब प्रश्न यो पनि उठ्छ कि कुनै पनि व्यक्तिले कुनै पनि कम्पनीमा सेयरको कारोबार गर्न पाउँछ कि पाउँदैन। अभियसली कुनै पनि व्यक्तिले नेपालमा रहेको जुनसुकै कम्पनीमा सेयरको कारोबार गर्न पाउँछ। तर अहिले देशभर अर्को दृश्य पनि देखिरहेको छ। धेरै सर्वसाधारण सडकमा उत्रिएर सुदन गुरुङको समर्थनमा प्रदर्शन गरिरहेको छ। उनीहरूको भनाइ छ सुदन गुरुङ जनताको पक्षमा काम गर्ने, सुरक्षा व्यवस्था सुधार गर्ने र भ्रष्टाचार विरुद्ध कडा कदम चाल्ने गृहमन्त्री थिए। त्यसैले उनको राजीनामा गलत निर्णय भएको देखिन्छ। अब यसको राम्रो पक्ष के छ? राजीनामा राम्रो पक्ष के छ? राजीनामाले अनुसन्धान स्वतन्त्र रूपमा अगाडि बढाउन सक्छ। यसले पदभन्दा कानुन ठुलो हो भन्ने सन्देश दिन्छ। यसको नराम्रो पक्ष हेर्नुभयो भने यदि राम्रो काम गरिरहेको मन्त्रीलाई राजनीतिक दबावमा हटाइएको हो भने यसले जनविश्वास कमजोर बनाउन सक्छ। जनताले काम गर्ने नेतालाई गुमाएको महसुस गरिरहेको छ। यो घटना अब केवल राजनीतिमा होइन, जनताको परीक्षा पनि बनेको छ। यदि सत्य र न्याय बाहिर आयो भने देश बलियो हुन्छ, तर यदि राम्रो काम गर्ने नेतृत्व दबाइयो भने जनतामा निराश बढ्न सक्छ। त्यसैले यदि सुदन गुरुङ निष्पक्ष भयो भने उहाँलाई पुनः गृहमन्त्रीको पदमा ल्याउन पर्छ, किनकि सुदन गुरुङ जनताको हितमा काम गर्ने व्यक्ति हो। र यो सबै हेरेर तपाईँलाई के लाग्छ त्यो कमेन्ट गर्नुहोला। धन्यवाद।